निर्माण सम्बन्ध बनाऊ, क्षमा मागौ, अझै परमेश्वरसँग मजदुर क्षमा मागौ। अनि यस्तो गरेर हामी चाहिँ क्षमा माग्ने कुराहरू हामीले गर्नुपर्छ। अनि किनभने हामी पर्फेक्ट 100% हामी ठिक छैन, हामी मानिस जाति अभाव हुन्छ, समस्या हुन्छ, हामी कतिवटा कुरामा खुसी पनि हुँदैन, कहिले कहिले तनावले हाम्रो टेन्सन हुन्छ, कहिले के कुराहरू बिग्रेको कुराहरू हुन्छ हैन। त्यस्तो भए पनि परमेश्वर चाहिँ हामीसँग हुनुहुन्छ। समस्या आउँछ हाम्रो जीवनमा, त्यो समस्या आफै कसरी जाने परमेश्वरले चाहिँ हामीलाई ज्ञान बुद्धि दिनुहुन्छ। परमेश्वरसँग हामी लुक्नु पर्दैन, परमेश्वरदेखि हामी भाग्नु पनि पर्दैन, आदम र हावा जस्तो सम्बन्ध पनि हामी छुटाउनु पर्दैन, किनभने हाम्रो